म चाहिँ यहाँ चाहिँ यिनीहरू डढाउन लाग्यो। यता पनि छ यो पत्तर मल हुन्छ भनेर अस्ति बिहानभरि सोरेर ओसारेको। अझै यिनीहरू डढाउने। अब यिनीहरू छेउ कुना सबैमा फिन्जाइदिने अनि डढेरो लगाइदिने अनि यसको खडा हामीले मल हुन्छ अरे। भिन्दै गयो गाइस। यसरी यताबाट हुन्छ गाइस। छोरो पनि छोरो अलिकति बिरामी छ, सन्चो छैन। छोरो यसमा आगो लगाइदिनु, डढेर लगाइदिनु गाइस। यत्रो छ यता यसरी घुम्दा पनि यता म बिचमा, यता पनि छ छेउपट्टि। यसमा आगो लगाइदिनु। अब त्यसरी नै छेउदेखि अब बाल्दै आउँछ। त्यसरी अब यता नै आउँछ उता ढुक्कुरसम्म पुग्छ। डढेको लगाइदिएछु गाइस। अब मैले आगो बलिदियो अघिको पत्तरमा, मैले बिचमा आगो लगाइदिएको छेउदेखि अब बल्दैछ गाइस। बिचमा किन बिचमा किन भलिदिएको भन्दाखेरि छेउबाट बल्दै आउँदाखेरि ढिलो हुन्छ, त्यही भएर मैले बिचमा आगो लगाइदिएको, डढेर लगाइदिएको। बारीमा डढेर लगाइदिएको वनको पत्तर सोरेर ओसारेर सबै आगो धुवाले बसिन सक्नु छ गाइस। अब मासतिर जाने, अब यस्तो डराउन दिने। अब यो सबै मरेपछि आगो मरेपछि भोलि बिहान खान आउने। अहिले त सक्दैन, अहिले 7 बजे पर्न लाग्यो। कति बज्यो? 5:30 भएछ, अलिक बढी नै भएछ। अब यो सबै आगो मर्छ अनि भोलि बिहान खान आउने। अब बिहान लगाइसक्यो धुवा हेर्नुहोस्।